नमस्ते एभ्रिवान, गुड मर्निङ सबैजनालाई। मेरो युट्युबको सबै युट्युब फ्यामिलीलाई नमस्ते मेरो तर्फबाट। सबैजना साथीहरू, म अब हामी यो ठाउँमा काम गर्छौँ होइन। यो केरला, साउथ इन्डियाको केरलामा अब यो तुरपुसा भन्ने ठाउँमा यो फार्म छ। यो फार्ममा हामी काम गर्ने ठाउँ हाम्रो यही हो। अनि लगभग हामी सबै मान्छे नेपालको छौँ कि काम गर्ने मान्छे 12जना जति सबै नेपालको छन् साथीहरू काम गर्ने। अनि लगभग 160वटा गाई छन् क्या, यतापट्टि छ अनि यता साइड पनि छ यतापट्टिको। अनि उतापट्टि फार्म छ क्या एउटा सानो फार्म 30 गाईको। अनि तल्लोपट्टि छ 20 गाईको तल्लोपट्टि। यो टोटल गरेर 100 कति छ 60 जति छ क्या सबै गरेर। अनि लगभग यो पहिलादेखि नै यही ठाउँमा काम गर्दै आएको। उसरी ठिकै लाग्छ के काम गर्न, राम्रो छ। स्यालेरी पनि त्यस्तै छ, राम्रो छ स्यालेरी। यो ठाउँमा राम्रो पाउँछ। अनि लगभग हाम्रो राति 2 बजेबाट काम सुरु हुन्छ। 3 बजे बिहान 3 बजे मेसिन लाग्छ। 3 बजेबाट 6 बजे खत्तम हुन्छ काम। 3 घन्टा जति लाग्छ दुध निकाल्न। अनि दाना दिने, घाँस दिने, अनि सबै अलग अलग छ क्या, मान्छे सफाइ गर्ने अलग अलग हुन्छ। अनि दुध मेसिनबाट निकाल्ने यतापट्टि छ नि मेसिन, यो 5वटा मेसिन छ। यो मेसिनबाट निकाल्ने, यो मेसिनबाट दुध निकाल्नुपर्छ क्या। अनि कम्तीमा 2000 लिटर आउँछ बिहान। 2000 लिटर बिहान, 2000 लिटर दिउँसो 2 टाइम गरेर हाम्रो कम्तीमा 4000 लिटर जति हुन्छ दुध। अनि यो गाडीमा सप्लाई हुन्छ के, सोसाइटीमा जान्छ। अनि एउटा यो गाडी, एउटा अर्को गाडी उतापट्टिको, 2टा गाडीमा पार्सल हुन्छ। यस्तै छ हाम्रो काम। अब मन पराइदिनु होला भनेर भन्छु। युट्युबमा अपलोड गर्ने विचार छ भिडियो। सबैजनाले कमेन्ट गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, भिडियो वाच गरिदिनु होला फुल भिडियो। अनि मेरो च्यानल युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब गरिदिनु होला। सबैजनाले जोइन गर्नु होला मलाई भनेर भन्न चाहन्छु साथीहरूलाई, सबैजनालाई है त साथीहरू। ल, योभन्दा पछि म अरू भिडियोमा देखाउँदै गर्छु के सबै। ल, बाई बाई एभ्रिवान।